साथीहरु नमस्कार। अब रातिमा अलिअलि चोरपोर गर्न थालेछ। फेरि अब साथीहरुलाई देखाउन सकिन्न होला के होला भनेर मैले के बेलुदी देखाउन खोजेको छु। मेरो सबभन्दा ठुलो बेलुदी त लैसक्यो। त्यो पनि बाँचेको केही र चाहिँ देखाउँछु। यो 16 इन्चीको लैको छ। यो चाहिँ 1 किलो चाहिँ निश्चय हुनुपर्छ भन्ने लाग्छ। त्यसपछि गएर अहिले सबैले हेरेको छैन, मैले सबै ठाउँ हेरेको छैन। तर अब यो सबै बेलुदी हो कि यो टल्किँदाखेरि अलिक कस्तो कस्तो देखिँदो रहेछ, राम्रो देखिँदो रहेछ। यो अर्को जुन यो खालको प्लास्टिक थियो, यो खालको प्लास्टिकलाई चेन्ज गरेर मैले यो टल्कनी हालेको छु। टल्कनी हाल्दाखेरि त्यति राम्रो देखिँदो रहेछ। ठुलो चाहिँ गयो है। अब यो सेकेन्ड चाहिँ मैले देखाउँछु तपाईँलाई। सेकेन्ड मजा छ है, मजा। यो सेकेन्ड हो लाग्ने। हात त तलै तलै बस्छ यो हात त। हात तलै बस्छ। टेपमा 1 इन्ची लस छ। तर यसमा कति इन्ची आयो भन्दाखेरि 17 इन्ची। 17 इन्ची देखियो भनेपछि 16 इन्चीको छ यो है। योभन्दा ठुलो थियो अर्को। त्यो अर्को चाहिँ उ भयो, बिग्रियो। 16.5 इन्ची छ यो। यस्तै छ। माथिबाट तान्यो भने त धेरै छ है। त्यो कुरो मैले तपाईँलाई माथिबाट पनि देखाउँछु। कति रहेछ भने 17 इन्ची रहेछ। त्यही हो, 17 इन्ची। 1 इन्चीमा पुग्दाखेरि 17 इन्ची भन्दा बेसी छ, 17.5 इन्ची जति छ। यस्तो चाहिँ छ। यो फेरि लैदिनु सक्छन् है। हेर्दा चाहिँ मजा छ। ओ खाने बेला हुन लाग्छ। यसलाई कहाँ गएर साथीहरूसित बसेर खाइन्छ थाहा छैन है। यसको भाग्यमा राम्रै लेख्या होला भन्ने लाग्छ। अरू पनि छन्। यही धेरै त टिपिसक्यो। अब अलिअलि बाँचेछ, रहेछ।